चलो गाइज के चाहिँ तपाईँहरूलाई सन्चै नै हुनुहुन्छ होला अनि म चाहिँ कता हिँडेको भन्नु होला हाम्रो मतिगढामा नयाँ डान्स क्लास हुँदैछ अनि त्यतै हिँडेको बाल्टिङ र भाटा बोकिवरी अनि म चाहिँ बाल्टिङ र भाटा बोकेर चाहिँ किन आएको भन्नु होला म चाहिँ कलर लाउनु पर्ने नि त क्लासमा त्यसैले अनि आज दिदीहरूलाई पर्खिरहेको छु म हजुर कोही मध्येमा मोतीगढामा डान्स सिक्नुहुन्छ भने आउनु है यता अनि आज दिदीहरू पनि आइसक्नु भयो अब चाहिँ कलर लाउनु पर्ने कस्तो चाहिँ लाउने रहेछु मैले कलर हेरौँ है त ठिकै लाउने रहेछु नट ब्याड अब चाहिँ यताको वालको सकिसक्यो अब पछाडिको वालको मात्र बाँकी हो म चाहिँ आफ्नो कलर सलर लाउने काम सक्यो अरे घरतिर जाँदैछु अब नुहाइ धुवाइ गर्नुपर्ने छ्या म चाहिँ जस्तो तसो गरेर नुहाइ पनि सकेँ अब चाहिँ डान्स क्लास जान भनेर ठ्याक्क रेडी भएर बसेको मम्मीले फोन गरेर आइज कपडा किनिदिन्छु भन्नुभयो ओहो मौका त छोड्दिनँ भन्दै म चाहिँ लागेँ गाइघरतिर अनि म चाहिँ सिटीमा पनि चढिसकेँ अनि कहाँ जानु भयो अनि मम्मीलाई फोन गरेँ मम्मी कहाँ आउनु भनेको यहाँ आइज भन्नुभयो अनि ठ्याक्क म पनि त्यही नजिक पुगेँ अनि हामी चाहिँ आमा छोरा लाग्यौँ लुगा किन्न मिनी मार्केटतिर लुगा चाहिँ के भन्नु न एउटा भेस्ट मात्र परे जे भए पनि एउटा पनि किनियो नै त्यसमै खुसी हुनुपर्छ केही छैन अनि म चाहिँ डान्स क्लास पनि आइसकेँ र छ्या कपाल काटेर कस्तो गोप्ती देखेको प्रायः जस्तो सुके देखेछ भन्दै म चाहिँ लागेँ आफ्नो प्र्याक्टिस गर्नुतिर किनकि फाल्तु कुरामा छैन मेरो टाइम अनि आज चाहिँ हाम्रो दाईको डान्स क्लास खोलेको ठ्याक्कै 1 वर्ष पुगेछ अनि एनिभर्सरी आज चाहिँ क्लासमा अनि के खाना पाइने भयो फाइनली अनि कोही हाम्रो यहाँ झिकझिरे बन्न लागेको आधी घन्टा हुन लागिसक्यो बोल्न लागेन त अनि फेरि आमाको मान्छेले पहुँच दिए पनि गयो मेरो चाहिँ आँखा फेरि केकतिर छ क्या झिकझिरे त बलेन अब लाइटर के आएको भने फुकेर चाहिँ मनायो डान्स क्लासमा एनिभर्सरी आज हेर्दा हेर्दै म्यामहरूले अर्को पनि के पो केक लिएर आउनुभयो ओहो 2टा केक के हो भाग्य चम्किन्छ के आज मेरो भन्दै थिएँ केक पनि पो खुवाइदिनु भयो म चाहिँ युनिभर्सिटी सकियो अरे सिटीमा चढेर अब घर जान लाग्दैछु म चाहिँ घर पनि आइसकेँ अब ड्रेस चेन्ज गर्छु है त ल ड्रेस पनि चेन्ज भइसक्यो है त म हिँडेँ दुध लिन म चाहिँ साइकल लिएर दुध लिन जाँदै थिएँ तर के त अगाडि पसल बन्द थियो भनेर अनि त्यहाँबाट लागेँ फेरि घरतिरै भाग्यमा नभएपछि के गर्नु र खोइ अनि यहाँ चाहिँ आगो तापेर बसिराख्नु भएर छ अरे म पनि आइदिएँ केही विधि जाडो बढेको हो छ्या अब चाहिँ म होइन साथीको घर पनि आइसकेँ आगो सागो तापिवरी अब सोध्नुपर्ने हुन्छ जिउ एकदमै गलिरहेछ अझ काम पनि भयो नि त कलर सलर लाउने अनि प्र्याक्टिस पनि भयो त्यसैले अब सोध्छु है त हस्त धन्यवाद।